हेलो गाइज, यहाँ म के भन्छ कि बेङ्गलोरमा आज आएको छु। यहाँ ट्रेनको इन्जिनको अलिक भिडियो बनाउन आएको छु। तपाईँहरू हेर्नुहुन्छ यहाँ भिडियो भनेको स्टार्ट कहाँबाट हुन्छ भने इन्जिन धेरै ठुलो हुन्छ इन्जिनको भाग, बाँकी त्यो अरू डब्बाहरू हुन्छ। इन्जिनको भाग भनेको धेरै ठुलो हुँदैन, कमसेकम 3-4वटा डब्बा जतिको हुन्छ। तर यहाँदेखि म स्टार्टिङ गर्छु। इन्जिन भनेको यो हो, तपाईँहरू हेर्दै गर्नु। यो भनेको जम्मै इन्जिन नै हो, हेर्नुहुन्छ तपाईँहरू। यहाँ हेर्नु न सेटिङ कस्तो हुन्छ हो। यहाँ अब ट्रेनको भित्र भनेको कस्तो सेटिङ हुन्छ थाहा हुँदैन आफूलाई। तर यहाँ भनेको धेरै हेभी इन्जिनहरू लगाएको छ होला, धेरै महँगो सामानहरू लगाएको छ। यहाँ हेर्नुहुन्छ इन्जिन भनेको कस्तो ठुलो हुन्छ, हेर्दै गर्नु तपाईँहरू। यो जम्मै यहाँदेखि भनेको यहाँदेखि वहाँसम्म भनेको इन्जिन नै हो। यो ट्रेनको सानै इन्जिन हो, यो ठुलो इन्जिन होइन। ठुलो इन्जिन त योभन्दा डबल हुन्छ नि।